हेलो नमस्ते। आज मैले दुईवटा इन्टरभ्यू हेरेँ। एउटा धुर्मुस हाम्रो सीताराम कटेलजीको र अर्को भरतपुरको करेन्ट मेयर रेणु दाहालजीको। दुईवटा इन्टरभ्यू हेरेपछि मलाई दुई चारवटा कुराहरू भन्न मन लाग्यो, सेयर गर्न मन लाग्यो, किनभने यो टपिकमा मैले पहिलेदेखि नै फलो गरिरहेको टपिक भएर मलाई दुई चारवटा कुराहरू सेयर गर्न मन लाग्यो। सबैभन्दा पहिला त यो इन्टरभ्यू हेरिसकेपछि हाम्रो नेपालको ब्युरोक्रेसीको हालत के छ त, हैन? कुन लेभलको मान्छे नचाउने घुमाउने काम हुन्छ भन्ने कुरा चाहिँ क्लियरली नै थाहा भयो। राम्रो कुरा गर्न खोज्यो भने पनि कतिसम्म पागल बनाउँछ भन्ने कुरा पनि क्लियर भयो। अर्को, हाम्रो केन्द्रमा प्रदेशमा सरकार चेन्ज हुँदाखेरि जुनै पनि प्रोजेक्टलाई कस्तो असर पर्दो रहेछ त, एउटा सरकारले पास गरेको बजेट अर्को सरकारले कसरी इम्प्लिमेन्ट गर्छ, त्यसलाई कसरी हेर्दो रहेछ त, कतिसम्म ढिलाचुस्ती हुने रहेछ भन्ने कुरा पनि प्रष्ट भयो। काम गर्नुभन्दा क्रेडिट कसले लिने, क्रेडिटकै चक्करले सुरु भएको प्रोजेक्ट पनि अहिलेको हालत केसम्म छ भन्ने कुरा पनि प्रष्ट नै भयो। धुर्मुस हाम्रो सीताराम कटेलजीको इन्टरभ्यू हेरेपछि मलाई यस्तो फिल भयो कि त्यो मान्छेको यस्तो क्रिटिकल सिचुएसन छ कि कुरै के भन्नु। अब त्यो मान्छे चाहिँ धुर्मुस चाहिँ अलिक पपुलिस्ट नै मान्छे हो। जे कुरा पपुलर छ त्यही कुरामा इन्भल्भ भइहाल्नु पर्ने टाइपको मान्छे नै हो। त्यति बेला अब क्रिकेट बनाउँदा पनि नेपाल पहिलोपटक क्रिकेट वर्ल्ड कपमा सेलेक्ट भएको थियो। क्रिकेटको क्रेज एकदमै धेरै थियो। अब त्यति बेला त्यही लैलैमा लागेर हावामा ल स्टेडियम बनाउने भन्ने कुराहरू एउटा पपुलिस्ट डिसिजन नै थियो। फाइनेन्सियल इभ्यालुएसन केही पनि नभइकन ल बनाउने भनेर सुरु गरेको प्रोजेक्ट हो त्यो, हैन? अब उहाँलाई चाहिँ अलि लाइमलाइटमा आइराख्नु पर्ने, न्युजमा देखिराख्नु पर्ने, स्क्रिनमा आइराख्नु पर्ने मान्छे हो। जस्ट इभ्यालुएट गर्दा चाहिँ मान्छे पपुलिस्ट नै हो। अब डेफिनेसनमै पर्नुहुन्छ उहाँ चाहिँ, हैन? अब जस्तोसुकै भए पनि जे भए पनि त्यो मान्छेको इन्टेन्सन चाहिँ खराब भने होइन। पहिला अब पैसा अलिअलि यताउता पर्सनलको फाउन्डेसनको पैसा अलिअलि पर्सनल एक्सपेन्स यताउता गरे पनि भ्रष्टाचार नै गरेको चाहिँ कुरा म मान्दिनँ, हैन? करोडौँको पैसा खाएको या उसले मिसयुटिलाइज नै गरेको भन्ने कुराहरू त्यस्तो चाहिँ छैन, किनभने अडिट पनि भइसक्यो, 3-4 राउन्डको अडिट भइसक्यो। त्यसपछि त्यो खालको मान्छे चाहिँ होइन, इन्टेन्सन चाहिँ रङ होइन। अब एउटा स्टेडियम नभएको देशमा राम्रो स्टेडियम बनाउँछु भन्न खोज्नु राम्रो नै हो, आँटिलो नै मान्नुपर्छ। तर अब प्रोजेक्टको काम अब 20% पनि गर्न नसकिकन प्रोजेक्टको हालत अहिले त्यस्तो छ, हैन? प्रोजेक्टलाई अहिले अब कम्प्लिट गर्नुभन्दा पनि एउटा यस्तो खाल्डोमा हालेर छोडेको छ कि प्रोजेक्ट बनाउने भन्दा पनि अब त्यो खाल्डो कसरी पुर्ने भन्ने त्यो प्रब्लम छ क्या अहिले। अब अहिलेको रियालिटी भनेको त्यही नै हो। अब काम अल्पत्रै छ। मेन भनेको 17-18 करोडको लोन रहेछ। त्यो लोन कसरी तिर्ने भन्ने कुरा अत्तो-पत्तो छैन। मेन अहिलेको इस्यु भनेको त्यो लोनमा छ। उहाँले चाहिँ अब फाउन्डेसनले हात उठाइसकेपछि अब सक्दिन भनिसकेपछि अब त्यसपछि गार्जियन को हो त? सरकार नै हो। चाहे त स्थानीय होस्, प्रदेश होस्, सेन्ट्रल होस्, जो भयो नि सरकार नै हो। अब जे हुनु भइसक्यो, मलाई हेल्प गरिदिनु। अब म सकिनँ, हैन? अब योभन्दा म अगाडि बढ्न सक्दिनँ। फाउन्डेसनमाथि लोन छ, डोनेसन दिन्छु भनेको मान्छेले दिएनन्, हैन? कबुल गरेको मान्छेले डोनेसन कबुल गरेको मान्छेहरूले पनि दिएनन्। अब डोनेसन भनेको चाहिँ यस्तो फेरि भोलिन्टरली चिज भयो, गरेर उठाउनु पनि मिलेन। मलाई हेल्प गरिदिनु। अब म योभन्दा अगाडि केही गर्न सक्दिनँ, मैले केही खाएको पनि छैन। खाएको भए पनि छानबिन गर्नुहोस् मलाई। अब मलाई चाहिँ उम्काइदिनु पर्यो भनेर अब अहिलेसम्म सबै सरकार, प्रचण्ड सरकार, केपी ओली सरकार, सबै मन्त्रालय, सबै सरकारी कार्यालय, नगरपालिका, प्रदेश सरकार धाको धाइ रहेछ। त्यो मान्छेको इन्टरभ्यू सुन्दाखेरि सरकारी कागजहरू देखाउँदाखेरि यति फाइल बोकेर मान्छे सरकारी कागज धाको धाइ छ। अब त्यो मान्छेको इन्टरभ्यू हेरेर म आफैलाई स्ट्रेस भइसक्यो क्या। अब यस्तो स्ट्रेसमा कसरी बसिरहेको होला मान्छे भनेर। अब मलाई इन्टरभ्यू हेर्दा त्यस्तो स्ट्रेस भयो भने त्यो मान्छेको एक्चुअलमा हालत कस्तो होला त? इभन आई क्यान नट इमेजिन क्या। त्यो लेभलमा छ त्यो मान्छे, होइन? अब अहिलेको मेन प्रब्लम भनेको जुन फाउन्डेसनले क्रेडिटमा लिएको जुन सामानको लोन छ त्यही नै देखिन्छ। र त्यही लोनको कारणले अहिले धुर्मुसलाई, सीताराम कटेलज्यूलाई सप्लायरले 1500वटा सप्लायरले 1500वटा केस अहिले कोर्टमा रजिस्टर छ। अब आजकल धुर्मुसजीको मेन्टल अलिकति अनस्टेबल भएको जस्तो लाग्छ, मेन्टल अनस्टेबल भएको जस्तो लाग्छ मलाई चाहिँ, होइन? इन्टरभ्यू हेर्दाखेरि उहाँहरूको जुन जो इन्टरभ्यू बोल्ने तरिका छ, उहाँहरूको जुन एक्सप्लेनेसन गर्नुभएको छ, हि डेस्परेटली निड अ हेल्प। अब अहिलेको स्टेजसम्म चाहिँ सोल्युसन चाहिँ केही निस्केको छैन। अब अर्कोतिर हाम्रो मेयर रेणु दाहालको कुरा सुन्दाखेरि चाहिँ मेन प्रब्लम भनेको जुन 18 करोडको लोन हो त्यो कसरी तिर्ने भन्ने कुरामा अड्केको रहेछ। अब नगरपालिकाले प्रोजेक्ट चाहिँ अब कम्प्लिट गर्ने भनेर एग्रिमेन्ट लिइसकेको रहेछ, स्वामित्व लिइसकेको रहेछ। तर मेन प्रब्लम भनेको जुन फाउन्डेसनले चाहिँ ड्यू प्रोसेस, सरकारी एउटा खरिद ऐन प्रक्रिया हुन्छ, त्यो प्रक्रिया पुरा नगरिकन सामान खरिद गरेको र त्यो सामानको लोन रहेको र त्यो लोन चाहिँ सरकारी बजेटले डिरेक्टली तिर्न नमिल्ने रहेछ। नेपालको कानुन अनुसार खरिद ऐन प्रक्रिया पुरा नगरिकन, अब अक्सन गरिकन, टेन्डर इस्यु नगरिकन कुनै पनि सामान किन्न मिल्दैन। त्यो नगरिकन अब त्यो अरूले सामान किनेको लोन चाहिँ तिर्न नमिल्ने रहेछ। त्यति बेला सेन्ट्रल गभर्मेन्टले, स्टेट गभर्मेन्टले रङ्गशाला बनाउन सहयोग गर्ने भनेर बजेट पनि छुट्याएको रहेछ, होइन? अब त्यो बजेट अनुसार चाहिँ त्यो वर्ष चाहिँ भरतपुर महानगरपालिकाले चाहिँ इम्प्लिमेन्टेसनको जिम्मा दिएको रहेछ। अब त्यो बजेट कसरी खर्च गर्ने त भनेर अब फाउन्डेसनसँग सल्लाह गर्दा चाहिँ त्यो बजेट दिने भए फाउन्डेसनलाई दिनुहोस्, होइन भने चाहिँदैन, या अब त्यो भनेर धुर्मुस सुन्तली फाउन्डेसनले चाहिँ खासै त्यस्तो चासोको विषयमा राखेको रहेन रहेछ।
उनीहरूको एक्सपेक्टेसन चाहिँ के रहेछ भन्दा अब सरकारी बजेट फाउन्डेसनलाई दिनुपर्छ, फाउन्डेसनले इम्प्लिमेन्ट गर्ने हो भन्ने टाइपको एउटा एक्सपेक्टेसन रहेछ। त्यहाँ चाहिँ अलिकति मिसअन्डरस्ट्यान्डिङ टाइपको, अब त्यो बजेट चाहिँ अल्टिमेटली फाउन्डेसनमै आउने हो या रङ्गशालामा लाग्ने हो भन्ने एउटा रहेछ। अनि त्यो बजेट अहिले फ्रिज भइसकेको रहेछ। अब त्यो फाउन्डेसनले कुनै पनि प्रक्रिया पुरा नगरिकन कन्स्ट्रक्सनको काम गरेको, सामान किन्दा चाहिँ खरिदेन प्रक्रिया पुरा नगरेको, अब त्यो सामान किनेको पैसा तिर्ने बेलामा चाहिँ कुनै कानुन नै छैन। अब कसरी तिर्ने त? अब प्रोजेक्ट चाहिँ अगाडि बढाउन सकिने रहेछ भन्नाले अब प्रोजेक्ट चाहिँ अब अगाडि बढाउनलाई चाहिँ सामान फेरि त्यो खरिदेन प्रक्रिया अनुसार नै सामान किनेर टेन्डर हारेर अब त्यो अनुसारले गर्न मिल्दो रहेछ। तर जुन पहिल्यै भइसकेको काम छ, जुन पहिल्यै भइसकेको कामले जुन अलरेडी किनिसकेको छ, जुन एउटा प्रक्रिया पुरा नभइकन किनिसकेको छ, त्यो प्रक्रिया चाहिँ नेपालको कानुन अनुसार चाहिँ पे गर्न, डाइरेक्टली पे गर्न नमिल्ने रहेछ। प्रब्लम चाहिँ अहिलेको सिचुएसनमा चाहिँ यहीँ नै रहेछ। धुर्मुसलाई 17-18 केस छ हैन। अब त्यो केस सल्भ गर्नलाई अब आफ्नै सम्पत्ति बेच्यो भने पनि 17-18 करोड तिर्न सक्ने मान्छेको हैसियत छैन। मान्छे यस्तो पीडित छ हैन। अब मेन्टली स्टेबल पनि अनस्टेबल देखिन्छ हैन। जे गरेर भए पनि उहाँलाई चाहिँ अहिलेको स्टेजमा न्याय दिनै पर्छ। यो प्रोजेक्ट सरकारले कम्प्लिट गर्नै पर्छ, जसरी हुन्छ रेस्पोन्सिबिलिटी लिनै पर्छ। अब मान्छेको अप्रोच गलत होला, तर इन्टेन्सन चाहिँ ठिक हो। त्यो इन्टेन्सनको पनि त मूल्याङ्कन हुनु पर्यो नि त। तर अब अहिलेको स्टेजमा आई स्ट्रङली अर्ज all the stakeholders, central, state, local government, यो चाहिँ रिजल्भ हुनु पर्यो। यो स्टेजमा मान्छेले एउटा कुनै स्टेजमा अप्रोच गलत तरिकाले लियो भन्दैमा त्यो मान्छेलाई यो लेभलसम्मको सजाय, यो लेभलसम्मको मेन्टल टर्चर, यो लेभलसम्मको हरासमेन्ट, एउटा हुन्छ नि ब्युरोक्रेट हरासमेन्ट, यो लेभल चाहिँ गर्नु हुँदैन। बाटै छैन। अब कसरी हुन्छ सल्भ गर्नै पर्यो। अब त्यो मान्छेलाई चाहिँ एकछिन रिलिफ दिनुपर्छ। धनुष कमेडियन हो। अब अहिलेको स्टेजमा यस्तो अनस्टेबल देखिन्छ मान्छे हैन। अब यस्तो स्ट्रेसफुल देखिन्छ। हुन त एक्टर पनि हो, ही माइट बी लिटल एक्जेजरेटिङ, अब जे भइरहेछ हैन। तर अहिलेको स्टेजमा चाहिँ ही डजन्ट सिम्स टु बी फाइन। अब पछि जस्तै बाइ चान्स केही स्टेप्स लिदिने बित्तिकै पछि अल्टिमेटली भनेको मान्छेहरूले पछि गएर रिग्रेट गर्ने मात्रै कुरा हो। अहिलेको स्टेजमा चाहिँ त्यो मान्छेलाई चाहिँ न्याय दिनुपर्छ। त्यो मान्छेले आफूले खानको लागि गरे होइन हैन। अब खानको लागि नगरेपछि जेनरल पब्लिक जेनरल उसको लागि नै गरे हो। कसरी हुन्छ, जसरी हुन्छ, जुन सरकारले सकिन्छ जसरी हुन्छ त्यो चाहिँ गर्नुपर्छ। अब मान्छेलाई चाहिँ न्याय दिनै पर्छ। अब अहिलेको स्टेजमा त्यसलाई होल्डमा राखेर त्यो मान्छेलाई तनाव दिएर त्यो मान्छेलाई केस हालेर त्यो मान्छेलाई जेल लगेर कसैको केही बेनिफिट हुनेवाला छैन। अल्टिमेटली यो भनेको अब जस्तै सरकार जो पनि सरकार आउँछ त्यही मान्छेको बिस्तारै अब क्रिटिसाइज हुँदै जाने स्टेज मात्रै आउँछ। आई होप दे विल फाइन्ड अ सोल्युसन। Thank you for watching this video. Stay tuned for more. So hit that subscribe button, stay connected, and see what next.